मारवाडीहरुको घरभित्र पनि पस्न सक्छ हो कि होइन? पस्छ है, पस्छ। त्यसैले म अब अगाडि बढ्न चाहन्छु। आजको यस संयुक्त जनआन्दोलन अधिवक्ता सत्य र न्यायको खोजी, नेपालमा न्याय मरेको छैन भनेर उहाँले उद्घोष गरिरहनु भएको छ। उनै जनविद्रोहका सल्लाहकार र आज ऐक्यबद्धता सहित आउँदै हुनुहुन्छ ध्रुवलाल प्रधानज्यू, उहाँलाई पनि जोरदार तालीले सम्मान व्यक्त गरिदिन म अनुरोध गर्न चाहन्छु। यसै गरी संयुक्त जनआन्दोलन तथा राष्ट्र संस्था पुनर्स्थापनाका सल्लाहकार रत्नकमल वैद्यज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी उहाँ आउँदै हुनुहुन्छ भन्ने हामीलाई खबर प्राप्त भएको छ। त्यस्तै विशिष्ट अतिथिको रूपमा नेपालकै चर्चित विद्वान, नेपालमा एक मात्रै विद्वान हुनुहुन्छ जसलाई हामी ऋषि महर्षि भनेर परिचय गराउँछौँ। उहाँ हुनुहुन्छ हाम्रो यो नागरिक जनविद्रोह आन्दोलनका सल्लाहकार डाक्टर जगमान गुरुङ। उहाँको सम्मानमा पनि जोरदार अतिथि सम्मान व्यक्त गरिदिनु म अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा संयुक्त जनआन्दोलन तथा नागरिक जनविद्रोहका सर्वोच्च कमान्डर जो तपाईहरु सामु आज हामी लोकार्पण गर्दैछौँ, उहाँका मुख र बिन्दुबाट आज हामी त्यसैभरि जनविद्रोहका घोषणा गर्दैछौँ। उनै महान यो देशका सपूत, यो देशको जङ्ग बहादुर, यो देशको राष्ट्र सेवक, यो देशलाई बचाउने, नागरिकहरूलाई बचाउने, गरिब भुइँ मान्छेहरूलाई बचाउने आशाको ढोकढोकी उनै महान सर्वोच्च कमान्डर दुर्गा पसाईज्यूको आगमन भइरहेको छ। कृपया उहाँको सम्मानमा जोरदार तालीले सम्मान व्यक्त गरिन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा म सरस्वती नागरिक जनविद्रोह व्यवस्थापन समितिका केन्द्रीय संयोजक माननीय श्री धवल शमशेर चाहन्छु। विशिष्ट अतिथि श्री ख्याम बस्नेतज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथि मणिराम खनालज्यूलाई म हार्दिक निवेदन गर्न चाहन्छु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा युवराज कोइरालाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी वरिष्ठ अधिवक्ता विष्णु भट्टराईज्यूलाई पनि म निवेदन गर्न चाहन्छु। विष्णु भट्टराईज्यू र यसै गरी म अतिथिको लागि म विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएका म अतिथिले आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी देशभक्त लोकतान्त्रिक पार्टीका सम्पूर्ण पदाधिकारीज्यूलाई म हार्दिक निवेदन गर्न चाहन्छु। त्यसै गरी केन्द्रीय सल्लाहकार कृष्ण बिमलीज्यूलाई म निवेदन गर्न चाहन्छु, कृष्ण प्रसाद बिमलीज्यू। त्यसै गरी म अगाडि गोविन्द पाण्डे, त्यसै गरी महागणितका रामदत्त जोशी लगायत सम्पूर्ण अञ्चल समितिका संयोजकहरू र जिल्लाबाट आउनुभएका जिल्लाका संयोजकज्यूहरू सबैलाई म अतिथि आसनको लागि हार्दिक निवेदन गर्न चाहन्छु। नेपाली राष्ट्रवादको विकास भइरहेको छ। कति पनि मेरा साथीभाइहरू हुनुहुन्छ, हामी सबै आउँछ मानु पर्यो, मानियो बाँच्नु पर्यो। कसैले आम जनताले अझै पनि एक छाकमा एउटा बिहोर बिक्ने दाजुभाइहरूले बेला नि त्यही थियो।
राजा सबैको राजा हो, हिन्दूको पनि राजा हो, बौद्धको पनि राजा हो, किराँतको पनि राजा हो, मुस्लिमको पनि राजा हो। कोही पनि विकृत नहुनु होला। हिन्दू राजाको पालामा म यही मञ्चबाट उद्घोष गर्न चाहन्छु कि सबैजना यो राष्ट्रवादी आन्दोलनलाई सघाउनुहोस्, विचलित नहुनुहोस् मुस्लिम साथीहरू। यो हिन्दू राष्ट्र भन्दैमा तपाईँहरू विचलित नहुनुहोस्। हाम्रो साझा पनि छ, राजा सबैको साझा हो। र यो दलका दलालहरू जुन छन्, दलका दलाल हुन्, सर्वैलाई दलाल हुन्। नेपाल देश भएका भए अब नाम कसैको पनि कति राख्छन्, सबै दलाल हुन्, दलका दलाल हुन्। सबैजना अब यो जनताले दबाब छ। यो नेताहरूले दबाएका छैनन्, जनताले नेताले ल्याएका छैनन्, जनताले नेताले ल्याएका छैनन्, जनताले ल्याएको अध्यक्ष कृष्ण प्रसाद चौधरीलाई म अनुरोध गर्न चाहन्छु। र भर्खरै मात्रै अघि नै मैले तपाईँलाई जानकारी हामीले देखेको विद्वान यो देशमा ऋषि महर्षि हुनुहुन्छ भने हामीले बुझेको ऋषि नेपाली वैदिक सनातनलाई बुझ्नु संसारका विद्वानहरूको विद्वान महर्षि उनै ऋषि हाम्रो यो नागरिक जनविद्रोह आन्दोलन समितिका केन्द्रीय सल्लाहकार डाक्टर जगन्नाथ विशिष्ट अतिथिको आसन ग्रहण गर्न म अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान व्यक्त गर्न म अनुरोध गर्न चाहन्छु। र यसैले म प्रमुख अतिथि लगायत विशिष्ट यसै गरी आसन ग्रहणको क्रममा सुभद्रा विश्वकर्माज्यूलाई म निवेदन गर्न चाहन्छु। म अध्यक्ष हुनुहुन्छ नेपाल जनविज्ञान समाज सेवाका हामीलाई प्रतिबद्धता आएको छ। अब यसै गरी आफ्ना शुभकामनाका मन्तव्य राखिदिनुको निमित्त बिना राणाज्यूलाई म हार्दिक निवेदन गर्न चाहन्छु। बिना राणाज्यू अनुरोध गर्न चाहन्छु। सनातन हिन्दू अधिराज्य कायम गर्न चाहन्छौँ।